मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरको पहलमा मगर संसारद्वारा 5 लाखको घर निर्माण गरी स्याङ्जाका स्वर्गीय टुक बहादुर बिर्कटा मगरको परिवारलाई हस्तान्तरण गरेको छ। स्याङ्जा जिल्ला चापाकोट नगरपालिका 3 पिपल डाँडामा जन्म भई हाल देवदह 7 शीतल नगर निवासी कोरियामा कार्यरत अनलाइन मगर संसार फोटो ग्यालरी ग्रुप पेजका संस्थापक अध्यक्ष तथा अभियन्ता अनिल लामिछाने मगरको विशेष पहलमा मगर संसार फोटो ग्यालरीद्वारा तेस्रो घर निर्माण गरी हस्तान्तरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका स्याङ्जा चापाकोट 3 पिपल डाँडा निवासी स्वर्गीय टुक बहादुर बिर्कटा मगरको परिवारलाई सो घर निर्माण गरी वैशाख 19 गते एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको हो। आर्थिक अवस्था कमजोर रहेका स्वर्गीय टुक बहादुर बिर्कटा मगरको थप उपचारको लागि अध्यक्ष लामिछाने मगरको पहलमा मगर संसार फोटो ग्यालरीले सहयोग अभियान सञ्चालन गरेको थियो। तर सहयोग रकम हस्तान्तरण गर्न नपाउँदै क्यान्सर पीड़ित 63 वर्षीय टुक बहादुर बिर्कटा मगरको पोखरामा उपचारकै क्रममा 2081 माघ 15 गते निधन भएको थियो। अभियानमा लगभग 1 लाख बढ़ी सहयोग रकम उठेको र टुक बहादुरको निवास जीर्ण र असुरक्षित रहेकाले उठेको रकममा थप सहयोग संकलन गरी उनको परिवारको लागि घर निर्माण गरिदिएको थियो। सहयोग अभियानमा 128 जना सहयोगी मनहरूबाट रु 6,03,000 रुपैयाँ सहयोग उठेको र त्यसमध्ये घर निर्माणमा रु 5,15,435 रुपैयाँ खर्च भएको अध्यक्ष लामिछानेले बताउनु भएको छ। सहयोग रकम कोरिया, नेपाल, हङकङ, जापान, इन्डिया, युके, क्यानाडा, मलेसिया, दुबई, कतार, साउदी, पोर्चुगल, इस्टोनियाबाट सहयोग आएको थियो। घर हस्तान्तरण गर्न टुक बहादुर निवास पुगेका मगर संसारका एडमिन टीम मार्फत बाँकी रकमले परिवारलाई आवश्यक खाद्यान्न, जिन्सी सामग्री, लत्ता कपडा र साथमा नगद रकम हस्तान्तरण गरेको थियो। कार्यक्रममा घर निर्माण रेक्टेकका जिम्मा वहन गर्ने स्याङ्जा वालिङ निवासी क्याप्टेन बोम बहादुर थापा मगरले घर निर्माणमा लागेको खर्च विवरण प्रस्तुत गरेका थिए। नयाँ घरसँगै आफूहरूले नयाँ जीवन पाएको भन्दै बिर्कटा परिवारले खुशी व्यक्त गरेका छन् भने सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरू र मगर संसार फोटो ग्यालरी परिवारलाई विशेष धन्यवाद दिएका छन्। मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरका बुवा केश बहादुर लामिछाने मगरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा समाजसेवी दुर्गा सारू मगरले स्वागत मन्तव्य राखेकी थिइन् भने मगर संसारका एडमिन शान्ति राणा मगरले कार्यक्रमको सञ्चालन गरेकी थिइन्। ट्याङ्च लाम आमा समूह पिपल डाँडाले मगर संसारका एडमिनहरूलाई फूल मालाले स्वागत गर्नुका साथै खानपान तथा आवासको व्यवस्थापन गरेको थियो। मगर संसारका 12 जना एडमिनहरू स्वर्गीय टुक बहादुर निवास हस्तान्तरण गर्न स्याङ्जा चापाकोट 3 पिपल डाँडा पुगेका थिए। दुखी, गरीब र असहाय बिरामीको लागि आर्थिक सहयोग संकलन गरी धेरै बिरामीहरूको जीवन बचाउन सफल मगर संसारले आजसम्म 269औं सहयोग सम्पन्न गरिसकेको अध्यक्ष लामिछानेले बताउनु भएको छ। मगर संसारले आजसम्म रु 3 करोड़ माथि सहयोग संकलन गरी मगर समुदाय लगायत अन्य समुदायका विभिन्न समस्यामा परेका बिरामी गरीब परिवारलाई सहयोग गरिसकेको उहाँले बताउनु भएको छ।